रिलेसनशिपमा सेक्स चाहिँ कतिको इम्पोर्टेन्ट हो जस्तो लाग्छ तिमीलाई? मलाई त इम्पोर्टेन्ट नै हो जस्तो लाग्छ किनकि यो प्रायः सबै गर्लफ्रेन्ड बोयफ्रेन्डको बिचमा चलिरहन्छ नि त। चलिरहेको हुन्छ। तिमीले चलाइ चलाएन? मैले त चलाइसकेँ। चलाइसक्यो? हजुर। सकियो त्यसो भए खोक्रो भइसक्यो? खै खोक्रो कि टोक्रो। रिलेसनशिपमा बसेछौ कि छैन? रिलेसनशिपमा बसेको छु। बसेछौ? कतिजनासँग? अब रिलेसनशिपमा त पहिला सुरुमा त एकजनासँग बस्या हो। हजुर। अनि त्यसपछि चाहिँ बसेको थिएन। जतिवटा आयो नि ब्रेकअप भएकै गर्छ। रिलेसनशिपमा एकजनासँग बस्यौ, जतिजना आयो नि ब्रेकअप भयो भाइ। हजुर। त्यो के कारणले ब्रेकअप हुँदैछ त? अब ब्रेकअप त अब खै के कारणले हुने न्यू त मैले नै खोज्छ। किन न्यू खोजेको त? अब मलाई चाहिँ रिस उठ्छ कि आफै अरूको रिस मैले चाहिँ बोयफ्रेन्डहरूलाई पुग्नुहुन्छ त्यही भएर। अरूको रिस चाहिँ उनीहरूलाई किन दिन्छ? अब तिम्रो पनि गल्ती हुनसक्छ नि त। अब यदि तिम्रो गल्ती रहेछ भने अब आफ्नो गल्तीलाई त स्वीकार्नु पर्यो। हजुर। अनि आफ्नो गल्ती हुँदा हुँदै अनि अरूलाई चाहिँ रिस किन पोख्ने त? अब मेरो त बानी नै त्यस्तै छ भने। बानी नै त्यस्तै छ। हजुर। तिमी माटो मुनि आएनौ अनि 21-20 वटा बोयफ्रेन्ड छ भन्ने अनि रिलेसनमा पनि बसेछु भन्ने। जस्तै म तिमीलाई लास्ट सोध्छु, रिलेसनशिपमा सेक्स चाहिँ कतिको इम्पोर्टेन्ट हो जस्तो लाग्छ तिमीलाई? अब त्यो गर्लफ्रेन्ड बोयफ्रेन्डको बिच त चलिहाल्छ। अब चल्छ। तिमीलाई चाहिँ इम्पोर्टेन्ट नै हो जस्तो लाग्छ हैन? मलाई त इम्पोर्टेन्ट नै हो जस्तो लाग्छ किनकि यो प्रायः सबै गर्लफ्रेन्ड बोयफ्रेन्डको बिचमा चलिरहन्छ नि त। चलिरहेको हुन्छ। तिमीले चलाइ चलाएन? मैले त चलाइसकेँ। चलाइसक्यो? हजुर। सकियो त्यसो भए खोक्रो भइसक्यो? खै खोक्रो कि टोक्रो थाहा छैन।